आजको भिडियोमा राजस्व व्यवस्थापन सूचना प्रणालीको बारेमा जानकारी दिन गएको छु। सबभन्दा पहिले हामी ब्राउजर खोल्ने र आफ्नो आइडी र पासवर्डबाट लगइन गर्ने। लगइन गरिसकेपछि आज चाहिँ हामी व्यक्तिगत करदाता कसरी क्रिएट गर्ने त्यसको बारेमा हेर्न गइरहेका छौँ। सुरुमा प्रविष्टिमा जाने र प्रविष्टिपछि व्यक्तिगत करदातामा जाने। त्यसपछि करदाताको राष्ट्रिय परिचय नम्बर अथवा प्यान अथवा भ्याट नम्बर छ भने राख्ने, छैन भने त्यसलाई छोड्ने। र त्यसपछाडि प्रथम नाम नेपालीमा भनेको ठाउँमा उसको नाम यसमा टाइप गर्ने। त्यसपछि बीचको नाम छ भने राख्ने, नत्र परेन। त्यसपछि लास्टमा थरको राख्ने। त्यसपछि अब अंग्रेजीबाट र थर पनि लास्टको राख्ने। त्यसपछि लिङ्ग, त्यसपछि जन्ममिति, त्यसपछाडि उसको पेशा व्यवसाय, त्यस्तै नागरिकता नम्बर, जारी जिल्ला, जारी गर्ने कार्यालय राख्दा पनि भयो नराख्दा पनि भयो। जुन स्टार राखेको हुन्छ त्यो चाहिँ हामीले अनिवार्य भर्नुपर्छ। त्योभन्दा बाहेक चाहिँ अप्सनल छ, नभर्दा पनि सकिन्छ। त्यसपछि उसको स्थायी ठेगाना, त्यसपछि सम्बन्धित करदाताको मोबाइल नम्बर, इमेल एड्रेस छ भने राख्ने, नत्र नराख्ने। त्यस्तै अस्थायी विवरण, यदि स्थायी विवरण र अस्थायी विवरण एउटै भएमा टिक लगाइदिने, होइन भने परेन। त्यसपछि उसको पारिवारिक विवरण राख्न पर्ने हुन्छ। त्यो चाहिँ यो अप्सनल छैन, राख्दा नि भयो नराख्दा नि भयो। त्यसपछि स्वीकृतमा यसलाई हुने गर्ने, निष्क्रियमा होइन, त्यही सेमै राख्ने, अरू केही गर्नु पर्दैन। त्यसपछि यसलाई सेभमा क्लिक गर्ने। सेभमा गरेपछि यसको करदाता नम्बर क्रिएट हुन्छ। त्यो चाहिँ हामीले याद गर्न पर्ने हुन्छ। जस्तो यसको चाहिँ 151 आइरहेको छ। अब यसलाई ओके गरौँ। अब यो करदातालाई हामीले केही चेन्ज गर्नु पर्यो अथवा केही मिस्टेक भयो भने चाहिँ हामी करदातामा गएर यसलाई चेन्ज गर्छौँ। जस्तै अब यसको करदाताको नम्बर हाल्यो, इन्टर गरिदियो। त्यो गरेपछि यहाँ देखिन्छ, यसलाई हामीले चेन्ज गर्न सक्छौँ। अब यो व्यक्तिको जग्गाको विवरण इन्ट्री गर्नु पर्यो भने हामी जग्गाको विवरणमा जान्छौँ। त्यसपछि एड न्यू ल्यान्ड इन्फर्मेसनमा जान्छौँ। यसपछि साबिकको गाविस अथवा नगरपालिका चुज गर्छौँ। साबिकको वडा चुज गर्छौँ र अहिले हालको वडा चुज गर्छौँ। त्यस्तै सिट नम्बर, किता नम्बर, नक्सा नम्बर, लाल पूर्जा यिनीहरू छ भनेर राख्दा भयो, नत्र परेन। त्यसपछि जग्गाको कुल क्षेत्रफल अथवा मापन इकाइमा रोपनी अथवा बिघा कुन हो त्यो अनुसार चुज गर्न सकिन्छ। जस्तै अब यसमा रोपनी
4 आना 1 पैसा राखेँ मैले। अथवा वर्ग मिटरमा छ भने हामी सिधै वर्ग मिटर राख्यौं भने अटोमेटिक अगाडि पनि चेन्ज भएर आउँछ। त्यसपछि अब मूल्याङ्कन प्रयोजनको लागि जग्गाको प्रकार कस्तो हो त्यो चुज गर्ने, जग्गाको प्रकृति कस्तो खालको त्यो चुज गर्ने, जग्गाको उपयोग हामीले अगाडि एडमिनले जे सेट गरेको हुन्छ यसमा त्यहीको लिस्ट देखिन्छ। अब स्वामित्व कसको हो त्यो राख्न सक्यो। त्यस्तै सडक बाटोको किसिम कस्तो हो चुज गर्न सकिन्छ। त्यस्तै अब सडक यसमा नि हामीले जे सेट गरेको हुन्छ त्यो अनुसार हुन्छ। त्यसपछि 4 किल्लाको विवरण हामीले सेट गर्न सक्यो। त्यस्तै जग्गा प्राप्तिको प्रकार के हो, खरिद हो कि अंश हो कि अथवा अरु कुनै, त्यसै प्राप्ति मिति राख्ने, त्यसै प्राप्तिको मूल्य राख्ने। त्यसपछि अब अरु हाम्रो के गर्नु पर्ने, यसलाई सेभ गर्ने। त्यसैले अब रेकर्ड सेभ भयो। अब अरु किताब पनि छ भने फेरि सेम प्रोसेसले एड न्यू लाइन इन्फर्मेसन गर्दै हामीले थप्न सक्छौं। आजको भिडियो यति नै। अर्को भिडियोमा हामी संस्थागत करदाताको बारेमा हेर्छौं।